मन्थरी नगरपालिका 2 भुतिया खोला किनारमा 2077 सालमा सुरु गरिएको कबड हल 18 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर 5 वर्ष बित्दा पनि अधुरै छ। सुरुमा खेलाडीमा उत्साह जगाउने यो आयोजनाले अहिले निराशा मात्रै दिएको छ। खेलाडीको उत्साह जगाउने सपना अधुरै रहँदा उनीहरूको आशा पनि भत्किएको छ। ठेक्का पाएको कम्पनी सुनकोशी गिरी जेबी काठमाडौँले लामो समयदेखि काम छोडेपछि बनेका संरचना जीर्ण हुँदै गएका छन्। संरक्षणमा बेवास्ता हुँदा ओडाका जनप्रतिनिधि खेल पूर्वाधार जोगाउनुभन्दा चौपया धपाउन बाध्य छन्। यो नै राज्यको लगानीको दयनीय चित्र हो। यो चाहिँ पहिलादेखि नै बनेको तर परियोजनामा नआएको। परियोजना नआएको कारणले गर्दा खेलाडीहरूलाई धेरै समस्या भयो। अहिले रामेछाप जिल्लामा चाहिँ हामी चाहिँ जिल्ला समन्वयनको अगाडि रहेको ग्राउन्डमा हामी भलिबल खेलिरहेका थियौँ। अहिले त्यो पनि विकास त्यहाँ निर्माण कार्य गर्दै गर्दाखेरि चाहिँ अब त्यो ग्राउन्ड पनि बिस्तारै मासिँदै जाने चाहिँ काम हुँदैछ। रामेछाप जिल्लाको महत्त्वपूर्ण गौरवको योजना हो कबड हल नबन्ने अवस्थामा छ। अब हामी चाहिँ जसरी नै बनाउनुपर्छ, यो हामी जनप्रतिनिधि, रामेछाप जिल्लाका खेलाडीदेखि लिएर समग्र रामेछाप मन्थली नगरपालिकाका समग्र चाहिँ खेलकुद प्रेमी साथीहरू चाहिँ यो कबड हल बनाउनुपर्छ भने नभए हामी घेराबार गर्छौँ। खेल्ने काममा हामी अगाडि बढ्छौँ। जसरी खेल भइरहेको छ, कहिलेकाहीँ बाख्रा छारानी छिर्छ, समस्या छ। कहिलेकाहीँ हामी वडा छेउ काम चाहिँ यो बाख्रा धपाउने पनि काम भइरहेको छ। चाहिँ कहिले भैँसी छिर्छ, कहिले बाख्रा छिर्छ, कहिले गोरु छिर्छ। बिहान खेलाडी देखिन्छन्, दिउँसो यिनै पशु चौपाईहरू देखिन्छन्। अब यसलाई चाहिँ रोकथाम गरौँ, यसलाई घेराबार गरौँ भनेर नै स्थानीय सङ्घीय सरकारको बजेट लगानी भएको ठाउँमा स्थानीय सरकारले हात हाल्न मिल्दैन, दोहोरो बजेट हुन्छ। यसलाई चाहिँ हामी त्यही पनि यसको हानि नोक्सानी नहोस्, संरचना ध्वस्त नहोस् भनेर हामीले यसलाई संरक्षण गर्ने चाहिँ गरिएका छौँ। हेरचाह मात्र भएको छ, बजेट हाल्न मिल्दैन। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको 6 करोड 57 लाख रुपियाँ भन्दा बढी लागतमा निर्माणाधीन कबड हलको 60% भन्दा बढी संरचना तयार भएका छन्। तर रिमोटबाट चल्ने 1180 अटोमेटिक कुर्सी जडान हुन नसक्दा काम अलपत्र छ। 2 करोड 85 लाख रुपियाँको अनुमान गरिएको यो काम 85 लाखमै ठेक्का दिएपछि थप समस्या उत्पन्न भएको हो। यो आयोजना तत्कालीन सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाइ काभ्रे प्लान्चोक मार्फत ठेक्का लागेको थियो। अहिले यो कार्यालय सामाजिक विकास कार्यालय बनेको छ। कार्यालय फेरियो तर आयोजना भने अहिले रोकिएकै अवस्थामा छ। सार्वजनिक खरिद नियमावलीको 14औं संशोधन अनुसार निर्माण व्यवसायले काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि 2083 जेठ मसान्तसम्म म्याद थपिएको छ। दसैँ लगत्तै बाँकी काम अघि बढाउने तयारी भइरहेको बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ। क्रोनिक आयोजनाहरू जुन चाहिँ तोकिएको म्यादभित्र चाहिँ खरिद सम्झौताको अवधिभित्र म्याद सम्पन्न नभएका आयोजनाहरूलाई यदि त्यो चाहिँ काम गर्न सकिन्छ, निर्माण विषयले काम गर्छु भन्नु भने एकचोटि चाहिँ काम गर्नको लागि अवसर दिने गरी चाहिँ अब चाहिँ 14औं संशोधन आएको हुनाले यो अहिले युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेशको कार्यक्षेत्रभित्र पर्छ यो कबड हल खेल मैदानहरू। त्यो हिसाबले चाहिँ युवा तथा खेलकुद मन्त्रालयबाट सचिव स्तरीय निर्णयअनुसार मलाई लाग्छ 2082 साल असारको 23 गतेको डिसिजनबाट चाहिँ अब आउने 82-83 जेठ मसान्तभित्र काम सम्पन्न गर्ने गरी चाहिँ यो चाहिँ म्याथ भएको छ। यहाँको यो जति काम भइरहेछ त्यो सबै रूपमा निरीक्षण हेऱ्यौँ। यसका विषयमा कानुनी समस्या, यो कन्ट्र्याक्टरको कुरा, अफिसको कुरा, यहाँको स्थानीय सरकारको कुरो मेयर साहबहरूसँग पनि बसेर छलफल गऱ्यौँ। र म के चाहन्छु भने यो दसैँ लगतै यसलाई चाहिँ एउटा टुङ्गोमा लगाएर यो काम अगाडि बढाउने र चाँडो से चाँडो यो कबड हललाई सञ्चालनमा ल्याउने कोसिस गर्छु, यति मात्र। अधुरो कबड हल हेर्दा रामेछापका खेलाडीको आशा र उत्साह पनि अधुरै बनेको देखिन्छ। अब थप भएको समयभित्रै निर्माण सम्पन्न हुन्छ वा फेरि अर्को बहानाको फेरोमा अल्झिन्छ भन्ने जिज्ञासा भने अझै बाँकी नै छ।